यस्तो हुन्छ है बेसी नक्कल पार्यो भने चाहिँ बिमारू यसरी हिँड्नुपर्छ हो बस्तीको बाटोमा पेन्सिल हिल लगाएपछि हो अफ गर्नु न खुट्टा सबै हल्लिन थाल्यो यस्तो हुन्छ है यहाँबाट चाहिँ यो जग्गा चाहिँ एक्ज्याक्टली भन्दाखेरि नेसा नेसा होइन एक्ज्याक्टली पोखरी डाँडा पोखरी डाँडै भन्छ जग्गाको नामै पोखरी डाँडा यसलाई चाहिँ पोखरी डाँडा भन्दो रहेछ अनि यो पर्दो रहेछ तपाईँको आरिथाङ चोङराङ जिपियु पर्छ हो अनि हामी चाहिँ अहिले यो चाहिँ खिचिबिडीको आँखा हो यहाँ चाहिँ पोखरी छ जुन चाहिँ अब भनिन्छ कि तल खिचिबिडी लेकमा चाहिँ पैताला छ अनि हामी अहिले जाँदै गरेको जग्गा चाहिँ इट्स भेरी एक्साइटिङ प्लेस भेरी रिचुअल्स त्यसले गर्दाखेरि वी आर गोइङ देयर अनि त्यसले गर्दा अन्त यहाँ चाहिँ आँखा छ अरे हो अन्त पैताला चाहिँ तल गरे भन्छ अनि त्यही पोखरी हेर्न चाहिँ हामी यहाँ आएको अहिले अनि यहाँ बाटो चाहिँ यस्तो छ रहेछ अनि के गर्दै बसेको यहाँ ए अनि पोखरी चाहिँ यस्तो छ है पोखरी सेवारो ल हिलले चाहिँ सकिँदैन रहेछ फर्केला है यतिको दामी पोखरी चाहिँ छ यहाँनिर चाहिँ ए हो चारो ल्याएको अब नि दादा चाल पाइहाल्छ हामी कतिको उयो छ भनेर पोखरी हाँस्छ अब हेर्नु ल तल जाँदा हुन्छ कि तर